सहकारी ठगलाई अगाडि राखेर घण्टी बजाएर हुन्छ देशमा परिवर्तन चाहियो भने भन्ने ठगलाई बोकेर अगाडि पनि बढ्ने भाइ लेख्न सुरु गर्नुस् अघिल्लो वर्षको बजेट के बोल्या कन्फिडेन्स 2+2 4 हुन्छ भनेर कन्फिडेन्स जस्तो हो र भने त हामीले गगन कुमार थापा यसै प्रधानमन्त्री भगवान मानेर प्रधानमन्त्री बनाइदिनुस् भनेको छु र 100 के फलोअर्स फेसबुकमा हुने बित्तिकै आएर चुनाव लड्ने के छ एजेन्डा भने पुराना नेतालाई गाली गर्ने बाहेक अरु के छ एजेन्डा बालेन अब प्रधानमन्त्री रे भाइ प्रधानमन्त्री के आधारले प्रधानमन्त्री हुन्छ बालेन शाह के आधार छ बालेन आशोबाले भने रवि के देशको यहाँको सर्वोच्चता हो रवि हो सबै कुरा हामी कोही होइन नेपाली जनता कोही होइन आम भोटर हे देखाउला नि त भोटरहरूले हिक्मत छ भने ए तेरी 2 तिहाई व्हाट जोक यार जोक गर्न मिल्छ रवि लामिछाने जोकर हो त्यही भएर त उलाई जोकर भनिरा हो ठगो जोकर हो उलाई जोक गर्न बवाल आउँछ नेता हो र भने रवि लामिछाने घण्टी बज्छ त घण्टी त हेर्नुस् एउटा यो फेरि के भन्छ त्यो नेपालीको महाकाव्यतिर गए जस्तो हुन्छ घण्टी त मन्दिरमा बज्छ के एउटा गाई गोरुहरूले घण्टी बजाउने हो क्या घण्टी बजाउने परिवर्तनको घण्टी बजाउन त्यो सहकारी ठगलाई अगाडि राखेर घण्टी बजाएर हुन्छ देशमा परिवर्तन चाहियो भने भन्ने ठगलाई बोकेर अगाडि पनि बढ्ने